मैले अब्जर्भ गरेको लकडाउनको टाइममा मैले ग्राफिक डिजाइनिङहरू सिकेको थिएँ, भिडियो एडिटिङ, वेब डेभलपमेन्ट, एसइओहरू सिकेको थिएँ। अनि मैले देखेँ अरू धेरै मान्छेहरूले अनलाइनबाट कसरी पैसा कमाउने, सेयर मार्केटबाट कसरी पैसा कमाउने भनेर सिक्नुभयो। सिक्दै जानुभयो, कहिले जब ल्यान्ड गर्ने अपर्च्युनिटी पाउनु भएन, आफ्नो स्किललाई देखाउने प्लेटफर्म नै भेट्नु भएन, कहिले ती स्किलहरूमा कामै गर्न पाउनु भएन, उहाँहरूको आफ्नो पोर्टफोलियो पनि छैन। यसमा तपाईँको करियर क्ल्यारिटी नभएको भएर यस्ता खाले प्रब्लम आउँछ। त्यसैले तपाईँको प्रब्लममा सल्भ गर्नको लागि हामीसँग छ स्किलप्रेन्योरसिप प्रोग्राम। यो स्किलप्रेन्योरसिप प्रोग्राम चाहिँ तपाईँले जब ल्यान्ड गर्नदेखि लिएर तपाईँले इन फ्युचर गर्ने बिजनेसलाईसम्म हेल्प गर्न सक्छ। स्किलप्रेन्योरसिप प्रोग्राम स्टार्ट गरिसकेपछि तपाईँलाई चाहिने टिम मेम्बरहरू तपाईँले एड गर्दै जानुहुन्छ अनि तपाईँको एक्चुअली बिजनेस स्टार्ट हुन्छ। 1 विकको प्रोग्राम छ। तपाईँले यो प्रोग्राममा चाहिँ मार्केट रिसर्च गर्ने अनि त्यस पछाडि प्रोडक्ट डेभलप गर्ने, टिम बिल्डअप गर्ने, बिजनेस मोडल बनाउने, तपाईँको प्रोडक्टको प्राइसिङ स्ट्राटेजी बनाउने अनि प्रोफेसनली तपाईँको स्किललाई मार्केटमा कसरी सेल गर्ने। अनि यो प्रोग्राम सकिसकेपछि तपाईँसँग एउटा टिम हुन्छ। त्यो टिममा बसेर आफूले जानेको स्किलमा काम गर्दै पनि जानुहुन्छ अनि तपाईँले चाहिँ टिम मेम्बरहरू खोज्नुहुन्छ जहाँ तपाईँको स्किल उनीहरूको स्किललाई अलाइन हुने खाले। इफ तपाईँले चाहिँ ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ सिक्दै हुनुहुन्छ भने तपाईँले एसइओ वेबसाइट बनाउने मान्छेहरूसँग टिमवर्क गरेर मार्केटमा आफ्नो सर्भिस लन्च गर्नुहुन्छ। अनि यसले गर्दा के हुन्छ भने तपाईँ टिमवर्क काम गर्दाखेरि चाहिँ तपाईँको कम्युनिकेसनमा क्ल्यारिटी पनि आउँछ। त्यसलाई एक्चुअली बिजनेसमा कसरी चेन्ज गर्ने भन्ने कुराहरू चाहिँ यो प्रोग्रामको थ्रु कुरा गर्नेछौँ।